stand I use like this. Fan ma अड्काएर के. So hello guys, welcome back to my channel. म जस्ट रेडी हुँदै थिएँ एउटा आउटडोर सुटमा जान लागि. त्यति बेला मलाई एउटा कुरा याद आयो जुन एक्सपिरियन्स मलाई तपाईहरुसँग पनि शेयर गर्न मन लाग्यो. That is about रिङ लाइट. मैले एउटा रिङ लाइट किने अलमोस्ट 1 महिना अगाडि जुन मलाई NPR 1300 पर्न गयो है. सो त्यो किनेको 1 महिना भएको छैन. लाइट यहाँ छ, रिङ लाइटको स्ट्यान्ड म कसरी युज गर्छु म तपाईलाई देखाउँछु है. स्ट्यान्ड आई युज लाइक दिस. फ्यानमा अड्काएर के. लाइक सिरियसली है. यत्रो पैसा तिरिरहेको हुन्छ है. 1300 पे गरेर 1 महिना पनि मेरो रिङ लाइट चलेन. एन्ड देन वेट. One eternity later. आधा एनर्जी त यही अड्काउनमै जान्छ. अनि त्यसपछि मैले अलमोस्ट 1 week 10 days यसरी नै सुट गरेँ तर हुँदैन जस्तो लाग्यो. इट वाज रियली इम्पोसिबल. त्यो जोड कहिले हुन्छ, क्यामेरा कहिले हुन्छ. लाइक मेरो भिडियोजहरु तपाईले हेर्नु भएको छ भने बाङ्गो टेढो नै हुन्छ के, बिकज यो एभ्री टाइम सेट गर्दा गर्दै त्यो सुट गर्दा गर्दै नै फोन बाङ्गिहाल्छ. त्यही भएर मैले हिजो गएर अर्को एउटा स्ट्यान्ड किनेछु. दिस ट्राइपड अफ कोर्स. सो यो मलाई 2200 पर्न गयो. अनि मैले यसो ट्राई पनि गरेँ, युज पनि गरेँ. एन्ड आई फेल्ट यो चाहिँ राम्रो छ है भनेर. I'll show you. स्ट्यान्ड पनि अलि बलियो छ के, नट लाइक द प्रिभियस वान. मेटलको छ सबै अनि लाइक अलि बलियो छ है फर स्योर. ल भयो. म यसमा जोडेर क्यामेरा सुट गर्छु. वेट. It's a great relief. It's a great relief के. यस्तो गाह्रो भइसकेको थियो नि. एभ्री टाइम त्यो मिलाइराख, सुट गर्दा गर्दै जाऊ, क्यामेरा एडजस्ट गरिराख. गड, वे टु मच अफ स्ट्रगल. अनि यो क्यामेरा जुन रिङ लाइट भनेर हामी नर्मली किन्छौँ नि त, रिङ लाइट पनि हुन्छ, स्ट्यान्डको पनि काम गर्छ भनेर. सी यस्तो छ यसको हालत. हामीले यतिकै हेर्दा चाहिँ खतरा लाग्छ हैन. उनीहरूले चाहिँ यहाँ कभर मात्र झुन्डाएर राखेको हुन्छ, त्यही भएर चाहिँ यो स्टेबल देखिन्छ हैन. जब हामीले फोन राख्छौँ, फोनको वेट चाहिँ यसलाई यस्तो गर्छ क्या. सो काम छैन, कामै छैन. एभ्री टाइम एडजस्ट गरिराख. अनि एउटा स्ट्यान्डले चाहिँ सपोर्ट दिनुपर्छ नि. प्लस मेरो त्यो रिङ लाइट टुटिहाल्यो. के गर्दा जस्ट मैले यताबाट यसरी मुभ गर्ने बेला मेरो रिङ लाइट टुट्यो. के गर्ने. त्यसपछि एउटा सानो होल थियो, त्यसमा चाहिँ मैले यो DIY गरेर काम चलाएको हो. यति पनि चल्नेवाला थिएन. आई डोन्ट नो कसरी के गरेर. क्लम्जी नि. अनि यस्तो सी काम छैन. अनि मैले हिजो यो वाला यो ट्राइपड किन्दाखेरि सोधेँ कि यस्तो नराम्रो चाहिँ किन आएको होइन. हामीले यत्रो 1300 पे गरेको छु नि त. मैले सानो अमाउन्ट होइन जुन 1 महिना पनि चलिरहेको छैन कि. सो यस्तो नराम्रो प्रडक्ट चाहिँ किन ल्याएर राखेको भन्दाखेरि पहिला चाहिँ राम्रो आउँथ्यो अरे रिङ लाइटहरू. पहिला चाहिँ पहिलाको पुरानो चाहिँ अहिले पनि लाइक धेरै लङ टाइमै चल्छ अरे. अझ पनि एउटा दुईटा हामीसँग छ पसलमा, त्यो चाहिँ स्टिल राम्रो नै छ भन्थ्यो. तर अहिले नर्मली मान्छेहरू चाहिँ सस्तो भनेर खोज्न आउँछ अरे क्या. मैले पनि सस्तो नै भनेर खोजेको डेफिनेटली होइन. 1300 त्यति पनि सस्तोमा परेन, बट सस्तो नै हो अभियसली. सस्तो खोज्न आउँदाखेरि चाहिँ त्यस्तो त्यो नराम्रो प्रडक्टहरू आइरहेको छ अरे कि, जुन हजुरको 1 हप्ता 1 महिना पनि जाँदैन. प्लस यो वाला रिङ लाइट 3टा बत्ती बल्छ भनेर मलाई दिएको थियो. एउटा वार्म, एकदमै वार्म वाला, एउटा चाहिँ ओके नर्मल, अनि एउटा व्हाइट हैन. त्यो येलो वाला हुन्छ नि वार्म वाला, त्यो वाला मात्र बल्छ के अहिले लाइट. अर्को कुनै पनि बल्दैन. 1 महिना पनि भएको छैन. सो मलाई त यो चीज त मलाई युजै छैन नि. अब मेरो त पैसा वेस्ट गएको हो नि त यो त. सो आई सजेस्ट यु गाइज, तपाईहरु स्ट्यान्ड किन्न जान लाग्नु भएको छ, यो ट्राइपड किन्न जान लाग्नु भएको छ, रिङ लाइट किन्न जान लाग्नु भएको छ भनेपछि राम्रो वाला चाहिँ लिनु, सस्तो वाला चाहिँ नलिनु होला. बिकज इट्स अ वेस्ट अफ मनी के. तपाईले 1 महिना पनि चलाउन पाउनुहुन्न, टुटेर जान्छ, बिग्रेर जान्छ. सो किनेपछि राम्रो वाला किन्नु. र मेरो अब यो वाला चाहिँ कस्तो काम गर्छ मलाई अहिलेसम्म चाहिँ एकदमै राम्रो लाग्छ है. मलाई चाहिँ यो अलि बलियो पनि लागेको छ.
2200 पनि मैले पे गरेछु यसमा, लाइक इन्भेस्ट गरेछु। सो हेरौँ यसको रिजल्ट कस्तो हुन्छ। त्यो पसललाई त मैले यो पनि चलेन भने म तपाईँको पसलले ब्ल्याकलिस्ट गर्छु, म कहिले पनि आउँदिनँ अबदेखि तपाईँको पसलमा भनेको छु। सो लेट्स सी कस्तो हुन्छ, म तपाईँहरूसँग एक्सपिरियन्स सेयर गरेर लाग्छु। थ्याङ्क यू सो मच, बाई बाई।